गाइस, तो मेरे न्यू ब्लॉग पे आज आपका स्वागत है। मैं आज फ्री फायर का न्यू गेम खोल रहा हूँ। अभी सीएस में बोया करके दिखाऊंगा। मैं ग्रैंड मास्टर पुश हान रहा हूँ, लेकिन मैं अभी डायमंड में हूँ। ज़्यादा दिन बाद फ्री फायर डाउनलोड कर रहा हूँ। मैं नेपाल से हूँ, लेकिन इंडियन बोल रहा हूँ। मैं नेपाली हो तर इन्डियाको बोलिरहँ हूँ। अब नेपाली नै बोल्छु। दिवालीको ह्यापी शुभकामना। ह्यापी न्यू इयर हजुरहरूलाई पनि सबैजनालाई मेरो नमस्कार। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म नयाँ छु। सल्युट छ मेरो। 1K मा मैले हजुरहरूलाई गिभअवे हान्छु। 1000 डायमन्ड कस्टममा, तर जित्नुपर्छ। ओन्ली फर सब्सक्राइबर। अहिले नयाँ गेम स्टार्ट, त कोही नबोल्नु होला। त अब हेर्नु होला मेरो खेलेको गेम प्ले। यसले हेडसट हान्दैन, टुक्का सट हान्छ। के हिजेडाले पुरा टुक्का सट भनिरहेछ। अब हेर्नु, यो M500 को वान ट्याप यो बढी छ। टुक्का सट लाएपछि लायो नभए अब म चुप लाएर गेममा ध्यान। देख्नु भएको छ, मैले वान ट्याप हान्न सफल भयो। टुक्का सट मान्छेले आज सफल गरेको छ। अब अर्को आयो, यसलाई चाहिँ सफल भएन। यसलाई फेरि सफल मैले हेडसट हान्नमा। हेर भाइ, उडाइदियो हेडसटमा पर्यो। त पुरा उल्टो डिस्टर्ब, पुरा ज्ञानहरू पुरा मेरो फ्यानहरूलाई फ्यान। यहाँ म झुकेर डाउन भएको छु, किनकि त्यसले तलवारले हानिरहेको। कता गयो थाहा भएन। अब त्यो फेरि आउँछ, मलाई थाहा। र हाम्रो फर्स्ट राउन्ड जितेको शुभकामना। मलाई सपोर्ट गर्नु होला। म युट्युबमा नयाँ हो अहिले, मलाई धेरै थाहा छैन, तर मलाई सपोर्ट गर्नु होला। धेरै त बोल्दिएन। सफल नगर्नु होला। यसले सपोर्ट गर्नु होला। 1 मिलियन 1 महिनामा पुगाइदिनु होला। अब म UMP चलाइरहँ। हेर्नु होला, हेडसट नभए टुक्का सट। इनिमी कता छन्, कुन साइडमा, कुन कुनामा। यहाँ मेरो अगाडि देखेको मैले हेडसट हान्न सफल। अर्कोले हानेको मलाई सफलतापूर्वकले कन्फर्म गरेर अर्कोलाई हान्नतर्फ लागेको म पनि।
ट्राई गर्छु तर सकेन। मलाई MB40 ले फुटेको अहिले टिममेटहरू अब थाहा भएन। टिममेटले मार्छ जस्तो लाग्यो मलाई। हानेछ। अब हामीले दोस्रो राउन्ड पनि जितेको सम्भावना। अहिलेसम्म म फर्स्टमा छु। अब म हेडसट खेल्न तर्फतिर। सुतिस्नी पदुवा मेरो माथि यङ्गाको तर्फतिर। यिनीको स्क्वाड उतातिर गयो, हाम्रो स्क्वाड यतातिर। अब कुन स्क्वाड कता जान्छ अब अछि नै भिडियोको लास्टमा थाहा हुन्छ। फुल स्क्वाडको देख्न सक्नुहुन्छ होला मैले कस्तो दामी रातै हानेको। अर्कोले माथिदेखि मलाई ड्यामेज दिएको तर म बच्न फेरि हानेको तर म फेरि बच्न सफल। दुईटा माथि म अहिले गइरहँ। एउटा किल रात भएको तेह्र जोनबाट मरेको तर तिनीहरूले जिताएको थर्ड राउन्ड पनि हाम्रो हातमा छ। यो गोया भएपछि हामीलाई खुसी लाग्नेछ किनकि आजको पहिलो गेम हाम्रो हुनेछ। हाम्रो धेरै राम्रो। हाम्रो भनेको धेरै राम्रो, अरूको भनेको राम्रो। वान ट्याप खेलेको तर मरेको साथीहरूले रिभाइभ छैनन् दिएका। मलाई पहिला मेडी गर्छु, त्यो पछि रस हान्छु। मैले नि साइडबाट 3टा रस हानेर हामी पनि 3
3 भर्सेस 3 भएको सिचुएसनमा अब के गर्ने? यो टिममेटले डाउन पार्छन्, किल चोर्नुपर्छ। अब लास्ट एउटा जिताउँछ भन्ने आशा रहेछ। अनि हाम्रो अब 2टा राउन्ड निकाल्न सकेछन् टिमको साइडले। अब हामी पनि ठिकले खेल्नुपर्छ। यो म्याच नभई हातबाट जान्छ आजको ताजा ज्ञान हुन्थ्यो। आज फर्स्ट म्याच राम्रो दिन अपोजिट इनिमीहरू छन्। एमपीले फुटेको तर नमरेको छन्। दुःखको साथ निकाले मेरोमाथि हल्का रस हान्न खोजेको मैले टिम रस हानेको तर नमरेको एमी फोटोले दोस्रो किल पनि प्राप्त टिमको सिचुएसनमा बसेर खेल्नुपर्छ। सुटिस नि त अब हामी जियाको सबैले यो फाइनल हो नभए हामी हारेसी त फर्स्टदेखि जित्दै आएको म्याच हारेसी नराम्रो हुनेवाला छ। जित्न पर्छ जसरी भए पनि आफ्नै हो आफ्नै भएपछि सजिलै हुन्छ। खेल्नमा पनि सजिलै र रिभाइभ पनि दिन्छन्। टिमहरूले कमब्याक गरेको आएको मेरो साइडमा एउटा तर म पार्न सफल भएको। अब टिममेटहरूको भरमा जहाँसम्म लाग्यो अब 2 जना र 4 जनामा को जित्छ? भर्सेस 2 भर्सेस 4 आफै नैमा ग्रेनेडको तर बाँचेको छिटो हान्नु भयो हाम्रो म्याच हामी हारेको।